नमस्कार। भगवान बुद्धले असल मानिस बन्नका लागि औल्याएका 6वटा लक्षणहरूलाई विस्तृत रूपमा तपाईहरुसँग म राख्दैछु। पहिलो छ दान। दान दिनु भनेको उदार हुनु हो। आफ्नो स्वामित्वमा रहेको कुनै पनि वस्तु, समय वा ज्ञान अरूलाई निस्वार्थ भावले दिनु दान हो। यसले दिने व्यक्ति र लिने व्यक्ति दुवैलाई सकारात्मक प्रभाव पार्छ। विस्तृत रूपमा दान केवल भौतिक वस्तुहरू दिनु मात्र होइन, यसमा आफ्नो समय स्वयं सेवामा लगाउनु, कसैलाई हौसला प्रदान गर्नु, सकारात्मक विचार बाँड्नु वा कसैलाई अभय दिनु पनि समावेश हुन्छ। दान दिँदा मनमा लोभ र स्वार्थको भावना त्याग्नु पर्छ। यसले मनलाई शुद्ध र फराकिलो बनाउँछ। बुद्धले दानलाई पुण्य कमाउने र आसक्ति कम गर्ने महत्त्वपूर्ण माध्यमको रूपमा लिनुभएको छ। नियमित दान दिने बानीले समाजमा सहयोग र सद्भावको भावना बढाउँछ। दोस्रो लक्षण छ शील। शील भनेको नैतिक आचरण हो। यसले व्यक्तिलाई नकारात्मक कर्महरू जस्तै हिंसा, चोरी, यौन दुराचार, झुटो बोल्नु र मादक पदार्थ सेवन गर्नुबाट टाढा रहन प्रेरित गर्दछ। विस्तृत रूपमा शील पालना गर्नु भनेको आफूलाई र अरूलाई हानि पुर्याउने कार्यहरूबाट बच्नु हो। यसले व्यक्तिगत शान्ति र सामाजिक व्यवस्था कायम राख्न मद्दत गर्छ। शीलका 5 आधारभूत नियमहरू पञ्चशीललाई बौद्ध धर्ममा विशेष महत्त्व दिइन्छ। यी नियमहरूको पालनाले व्यक्तिलाई जिम्मेवार र संवेदनशील नागरिक बन्न मद्दत गर्दछ। शीलले चरित्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ र आध्यात्मिक विकासको लागि आधार तयार गर्दछ। 3 मा छ धैर्य। धैर्य भनेको सहनशीलता हो। जीवनमा आइपर्ने कठिनाइहरू, दुःखहरू र अरूको नकारात्मक व्यवहारलाई शान्त र स्थिर मनले सामना गर्ने क्षमता नै धैर्य हो। विस्तृत रूपमा धैर्य एक शक्तिशाली गुण हो जसले हामीलाई कठिन परिस्थितिहरूमा चलित हुनबाट बचाउँछ। जब हामी धैर्यवान हुन्छौँ, हामी समस्याहरूको समाधान खोज्न र नकारात्मक भावनाहरूलाई नियन्त्रण गर्न सक्षम हुन्छौँ। अरूको रिस वा खराब व्यवहारको जवाब रिसले नदिई शान्तपूर्वक दिनु पनि धैर्य हो। धैर्यले मनलाई बलियो बनाउँछ र भावनात्मक स्थिरता प्रदान गर्दछ। यो आध्यात्मिक मार्गमा प्रगति गर्नको लागि अपरिहार्य गुण। 4 मा छ प्रयास। प्रयास भनेको सकारात्मक लक्ष्यहरू प्राप्त गर्नका लागि गरिने सक्रिय र निरन्तर प्रयत्न हो। यो अल्छीपन र निष्क्रियताको विपरीत हो। विस्तृत रूपमा प्रयास बिना कुनै पनि महान कार्य सम्भव छैन। बुद्धले आध्यात्मिक प्रगति र सांसारिक जीवनमा सफलता प्राप्त गर्नका लागि निरन्तर प्रयासको महत्त्वलाई जोड दिनुभएको छ। सही दिशामा गरिएको लगनशील प्रयासले बाधा अडचनहरूलाई हटाउँछ र लक्ष्यमा पुग्न मद्दत गर्दछ। प्रयासले आत्मविश्वास बढाउँछ र असफलताबाट सिक्ने प्रेरणा दिन्छ। यो एक ऊर्जावान शक्ति हो जसले व्यक्तिलाई निष्क्रियताबाट सक्रियतातिर डोर्याउँछ। र 5 मा छ ध्यान। ध्यान भनेको आफ्नो मनलाई वर्तमान क्षणमा एकाग्र गर्ने अभ्यास हो। यसले मनलाई शान्त र स्थिर बनाउन मद्दत गर्छ र अन्तर्दृष्टि विकास गर्दछ। विस्तृत रूपमा ध्यान विभिन्न तरिकाहरूबाट गर्न सकिन्छ, जस्तै श्वासमा ध्यान केन्द्रित गर्ने, मन्त्र जप्ने वा हिँड्दा ध्यान गर्ने। नियमित ध्यान अभ्यासले मनको चञ्चलता कम गर्छ र एकाग्रता शक्ति बढाउँछ। यसले
आफ्ना विचार र भावनाहरूलाई साँची भावले हेर्न सक्ने क्षमता विकास गर्दछ, जसले आत्मजागरुकता र भावनात्मक नियन्त्रणमा मद्दत गर्दछ। ध्यानले तनाव कम गर्छ र मानसिक शान्ति प्रदान गर्दछ। यो प्रज्ञा विस्डम प्राप्त गर्ने एक महत्त्वपूर्ण आधार पनि हो। र 6 मा छ ज्ञान। ज्ञान भनेको वास्तविकताको सही बुझाइ हो। यो केवल बौद्धिक जानकारी मात्र होइन, बरु अनुभव मननबाट प्राप्त भएको गहिरो अन्तर्दृष्टि हो। विस्तृत रूपमा बौद्ध धर्ममा ज्ञानले अनित्यता, इम्परमनेन्स, दुःख, सफरिङ र अनात्म, नन सेल्फ जस्ता जीवनका आधारभूत सत्यहरूलाई बुझ्नलाई जनाउँछ। यो संसार र आफूलाई जस्तो छ त्यस्तै रूपमा देख्ने क्षमता हो। ज्ञानले भ्रम र अज्ञानतालाई हटाउँछ र सही दृष्टिकोणले विकास गर्न मद्दत गर्दछ। यो शील, समाधि, एकाग्रता र प्रज्ञाको त्रिपिटकको अन्तिम र महत्त्वपूर्ण पक्ष हो। ज्ञानको विकासले मुक्ति र निर्वाणको मार्ग प्रशस्त गर्दछ। यी 6वटा लक्षणहरूलाई आफ्नो जीवनमा अभ्यास गरेर हामी एक असल र सार्थक जीवन जिउन सक्छौँ र सही दिशामा अगाडि बढ्न सक्छौँ। अहिलेसम्म सुनेर साथ दिनुभएकोमा धन्यवाद व्यक्त गर्छु। कृपया यो च्यानललाई सब्स्क्राइब, लाइक र कमेन्ट गरिदिनु होला।